So Friday 28th August. गाइज द्याट अर्को कुरा चाहिँ के हो भने मैले तिमीहरूलाई वर्ल्ड कप सेयर गरेको चाहिँ देखेछु है द्याट मैले फलो गर्ने मान्छेहरू तिमीहरूले वर्ल्ड कपमा अर्जेन्टिना भामोसहरू हालेर द्याट लास्टमा रविन्द्रको फाइलमा चाहिँ हालेको छैन भने चाहिँ स्ट्रेट अप अनफलो एउटा हल्का मुख पनि छाडिदिएर मुजी कि त ज्याठा भनेर चाहिँ अनफलो अङ्ग्रेजीमा ब्याचलर्स गरेछु All right, let's go episode 200 something. Right on the cusp of history. A toast to the most. हाम्रो रविन्द्रको फाइट आउन लाग्छ अब. चाइज माइट म्याउन्ट एभरेस्टको केटाबाट Fuck, I'm excited, man. Woo! अति एक्साइटेड छ तपाईँले कामबाट बसहरू यो हप्ता हाम्रो रिजर्भले क्यान्सल गरिदिएको फ्लाइट just to be here with all of us. So maybe I think it's only fair that we return the favor and join in at EXO Club this Friday 28th. Official watch party by Gof Pass, 222 and Forok Chu Entertainment. Forok Chu होइन मुखमा अलिकति रजनीगन्धा Forok Chu बेङ्गली भइदिएर So just it's gonna be a big event, right, guys? There's gonna be a lot of people, like-minded people who support for a similar cause. You can watch it on the biggest screen in Nepal, guys. There's no bigger screen there. The crowd is gonna be crazy. मर्चसँग छ भने चाहिँ तपाईँहरूलाई फ्री एन्ट्री हो है अहिलेसम्म अहिले पनि भनिदिइरहेको छु यो हेरेछ भने काठमाडौँमा हुने भएर चाहिँ वी एक्सपेक्ट टु गाइज टु सो अप तर अब्लिगेसन्सहरू चाहिँ ठिकै छ तर आउनु मजा आउँछ उयो सिटेड टिकट्सहरू जुन चाहिँ अब आई थिङ्क ई सेवामा प्रिमियम भनेर लेखेको छ तिनीहरू चाहिँ लिमिटेड छ है सो आई वुन्ट ब्याङ्क अन बाइङ इट एट द डोर सो जति सक्दो हुन्छ छिटो किनिहाल्नु जेनरलवाला जुन चाहिँ स्ट्यान्डिङ छ त्यसको लागि चाहिँ अब इफ यु हेभ द मर्च फ्री एन्ट्री भइहाल्यो त्यहाँ डोरमा पनि हुन्छ सेल्सहरू अब एज मच एज वी क्यान त्यो भेन्यूको कपेसिटी जति छ त्यतिको मात्रै हुन्छ सो टिकट्सहरू लिने हो भने चाहिँ अगाडि नै लिनु भनेर सजेस्ट गर्छु अब इफ यु वान्ट टु रिस्क इट देन अभियसली डोर सेल्स पनि हुन्छ फिजिकल टिकट्सहरू चाहिँ छ कि छैन फिजिकल टिकट्स हुँदैन फरक छुमा क्याफेमा गयो भने चाहिँ पाउँछ होला होइन त्यहाँ गएर ई सेवामा किनिदिन्छ होइन फिजिकल टिकट छैन अहिलेको सम्म आई थिङ्क एभ्रिवान इज स्मार्ट इनफ टु युज ई सेवा नि अब त अदरवाइज यु जस्ट टेल समन हु हेज ई सेवा यु क्यान हेभ ई सेवा होइन अब अहिलेको जमानामा त यस्तो सजिलो हुन्छ यार यो क्युआरले त म त क्यासै बोक्दिनँ क्यास मसँग हातमा अब लाइक अब कहिले काहीँ यताउता भएर क्यास हुन्छ नि अलिकति म त अत्तालिन थालिदिन्छु ला यो कहाँ राखौँ खाले अब वालेट पनि नबोक्ने बानी भइसक्यो क्या यस्तो सजिलो भइसक्यो क्युआरले आजकल फेरि बिल बुक भने सब फोनमै हुन्छ नि त नागरिक सबै फोनमै हुन्छ केही बोक्नै पर्दैन क्या तर अब फेरि कहिले काहीँ एक नेट चल्दैन भन्छ इडी भइन्छ अब इट जस्ट लुक्स सस क्या अब त्यहाँ अब तेरो नेट नचलेको हुन्छ नि अन्त सपकिपर अल्सो लुकिङ एट यु लाइक डेटा पनि छैन तेरो खाले सपकिपरले अफर गरिदिरहेको म हटस्पट दिउँ खाले क्या द्याट इज लाइक अल्टिमेट डमी खाले तपाईँलाई ऊ छ नेसनल कार्ड नेसनल आइडी ए बनाइस् अगाडि बनाएको पासपोर्ट अफिसमा आउनु यहाँ होइन अनलाइन भर्नुपर्छ हो त नि अनलाइन भरेर अनि देन त्यो के सिनामङ्गल चाहिँ के अरे सिंहदरबार जानुपर्छ लिनु चाहिँ त्यहाँ भरेर त्यहाँ दिनुपर्छ त्यसपछि उनीहरूले एउटा कोड पठाउँछ कि फोनमा तेरो अनि त्यो कोड लिएर यु हेभ टु गो एन्ड रिसिभ यर कार्ड त्यसले चाहिँ के हुन्छ त्यो कार्डले चाहिँ जसलाई नागरिकता हो नि यो नागरिकता आई डोन्ट नो म्यान खै के हो लाइक कति धेरैवटा डकुमेन्ट बोक्नुपर्ने म झ्याउ लाग्छ यार कहिले काहीँ त
आइडी पनि दे, त्यसपछि भोटर आइडी दे, सिटिजनसिप रे, पासपोर्ट रे, घट्टा एउटा बनाउनु नि नेपालमा कन्सोलिडेट रेसन गरेर। कार्डहरू हुन्छ रासिन कार्डहरू छैन होला है, छैन इन्डियाको मैले त आई नेभर हर्ड अफ इट। हुनुपर्ने हो है, खासै हामी त्यस्तो कम्फी पपुलेसन त होइन, छ होला हुनुपर्ने हो। इन्डियामा चाहिँ थियो है, उता भन्थ्यो नि इन्डियामा त बिपिएल भन्थ्यो नि, हो बिलो पोभर्टी लाइन। इकोनोमिक्स याद बिपिएलहरूलाई चाहिँ रेसन कार्ड पाउँछ भनेर भन्थ्यो नि। तर या है गाइज अगस्ट 28 चाहिँ इट्स अ बिग डे है। मदर फकर कासिप इज टकिङ टु मच पनि क्लासी राइट नाउ होइन। रविन्द्रलाई मतलब छैन है, रविन्द्र चाहिँ आफै मजाले त्यहाँ युट्युबमा CR7 हेर्दै ल्याङ्ग्वेज ब्यारियर भएको दामी भइरहेको फेरि तिनीहरूको थिक एक्सेन्ट छ होइन, यतिकै त इङ्ग्लिस बुझ्न गाह्रो होइन। अन्त रविन्द्रको इङ्ग्लिस धेरै इम्प्रुभ भएको छ यार। होइन उसले बुझ्नु त, तर त्यही हो, he just doesn't give a fuck खाले, he doesn't care, he just wants to train, he just wants to impress his coaches, he wants to make a name for the country, obviously he wants to achieve his own dreams, he wants to provide for his family, and then he wants to go back home and then just like watch his favorite content creators videos, movies, you know. Simple man, simple needs. It's damn difficult to fuck with someone who has त्यस्तो खाले सिम्पल उयो क्या। के भनेर पोगा के चाहिँ गर्छस्, के भन्छस् यसलाई, त्यो जोकरले हुन्छ। That's why you have to go through like other directions to attack him क्या हो, like हुन्छ नि, his country, his friends, यस्तो गरेर क्या। जोकरले ब्याटम्यानमा हुन्छ नि, you have nothing on me भनेर पिटबुलाइदिएर हुन्छ नि, where is Rachel भने। त्यही हो नि, त्यसलाई मतलब छैन। देखिन अघि पनि त्यहाँ ल्यान्ड हुने बित्तिकै स्टार्टेड ट्रेनिङ, तर मतलब छैन मलाई। त्यसले चाहिँ रेज बेट चाहिँ है हामीलाई चाहिँ गरिदियो बरु, म त हामीलाई चाहिँ गरिदियो, तर अब त्यही त अब तिनीहरूको एउटा अस्ट्रेलियन पडकास्ट छ नि, हेरेछस् त्यसलाई त चिक्ने यस्तो डिएम्स ल्याइरहेको छ हेर्नु। होइन अस्ट्रेलियनहरूको अब त्यो इङ्ग्लिस फर्स्ट ल्याङ्ग्वेज भएर मात्र हो कि, तर कहाँ नेपालीहरूले सक्दैन। इफ इट वाज लाइक अ इक्वल प्लेइङ फिल्ड क्या, अब लाइक उनीहरू अब हामीले त उनीहरूको बुझ्छ नि त, द ओन्ली थिङ इज दे क्यान नट अन्डरस्ट्यान्ड अस क्या, द्याट्स वाइ इट्स लाइक अब वी हेभ टु स्टुप टु देयर लेभल टु मेक देम अन्डरस्ट्यान्ड। इन्स्टाग्राम ट्रान्सलेट इज एक्युरेट के द्याट है, तर त्यो नुवान्सहरू हुँदैन नि त फेरि, हुन्छ नि त्यो अब त्यो है, त्यो हुँदै त्यो बुझ्दै त्यो त्यसरी ट्रान्सलेटै हुँदैन कि, इट्स जस्ट गोना बी लाइक अ लिटरल ट्रान्सलेसन मात्रै क्या। त्यसैले पनि अब तिनीहरूलाई हल्का एडभान्टेज खाले, लु ठिक छ पाइस। साङ्घाईमा हाम्रो क्राउड हुन्छ होला वाइल्ड, आइम एक्सपेक्टिङ है। अस्तिको टर्नआउट हेरेर चाहिँ मकाउको हेरेर त, मकाउमा त ब्रो वाइल्ड थियो नि, वाइल्ड छ यार है। एमएफएन भन्दा बेसी थियो जस्तो लाग्यो मलाई चाहिँ। अरू कसैकोमा क्राउड क्याम नै थिएन रविन्द्रको फाइट बाहेक, एभ्रीवन लेफ्ट नि त। ए त्यही त होइन, त्यो अरूहरूको फाइटहरूमा त क्राउडको रियाक्सन त कसैको देखाएन नि। किन भन्न, यु नो हाउ एभ्रीवन लेफ्ट, त्यसको ठ्याक्कै 2 म्याच पछि कसिपको थियो नि त, अनि कसिप कल आउट होइन, सोसियल मिडियामा कसलाई थाहा नै छैन क्या नेपाल बोय भन्दै थियो नि त्यसले होइन। ए हो, तैँले फाइट पोस्ट फाइट इन्टरभ्यू हेरेन त्यसको, ओ नेपाल बोय bro, I didn't even care about Kasivo until recently. Because when he speaks in like proper like about person to person interview is damn boring, eh? Just about when you have enough time to think it through, खाले on the fly त छैन नि त्यसको के पनि। अस्ट्रेलियामा नरेटिभ चाहिँ के थियो रहेछ भन्न, म्याटी एन र त्यो चाहिँ चिक्ने पुगेर तिनीहरू परेर तिनीहरूले एकजना कन्ट्र्याक्ट पाउँछ भनेर चाहिँ तिनीहरूको म्याटीले धुलाइदिन्छ त्यसलाई। अनि त्यो अब चाहिँ के, अब देयर इज अ बिगर स्टोरी बिहाइन्ड दिस रोड टु UFC के, रविन्द्र भन्छ चुक्रेन 2। त्यही त, who gives a fuck about Kasib and Maddie and bro. तर Maddie चाहिँ हेभी सपोर्ट है द्याट, I mean not support but like at least he put the midget down. Deservedly. Fucking umpa. मैले खतरा मिमहरू बनाइरहेको छ तर दिविजले अहिले नगर रेडी ड्राफ्टमा छ त्यो अस्ति त्यो डान्स गरेर जस्तो के स्केड्युल गरेर राख्दै फाइट सकिने बित्तिकै अपलोड।
म त फाइट सकेपछि त यस्तो टेरोराइज गरिदिन्छु जाँठाहरूलाई होइन यस्तो टेरोराइज गरिदिन्छु द्याट दे विल हेभ टु ब्लक मी के देन विल मेक अ न्यू अकाउन्ट एन्ड स्टार्ट टेरोराइजिङ देम सोच्दा अब यस्तो टाइम आइसक्यो कि प्रोबेबली लाइक अब जो लोपेज कोल्बी थिकनेस क्रेग जोन्सहरूले कुरा गरेर होला क्या अब नेपालको बारेमा दिविजहरूको बारेमा सोच्दा है सोच्दा गरिरहेको होला नि होइन अब हामीले गरिरहेको जस्तो हामीले यसरी गरिरहेको जस्तो गरिरहेको होला नि तिनीहरूको डाटा चिक्ने नेक्स्ट इन प्रोडिजी हो नि त कहाँ मेरो भाइलाई यस्तो गर्दैछ है खाले भनेर होला नि चिक्ने तर होइन डाटा कतिजनालाई ब्लक गर्छ जातिहरूले होल अफ नेपाल वेस्ट इन्स्टाग्राम डाटा इज गोना फकिङ टेरोराइज देम नि फेरि नेपालीहरू है हाम्रो हेभी अनलाइन हुन्छ नि त यिनीहरूको त क्या अस्ट्रेलियाबाट त्यस्तो सपोर्ट त आउँदैन नि त्यही त यही फाइटले गर्दा त्यो बुझेको भक्कु भ्युजहरू पनि आइरहेको छ इन्स्टाग्राममा होइन त्यसले स्पोन्सरहरू पाइरहेको छ कि डाटा भक्कु डाटा तर त्यो स्पोन्सरहरूलाई थाहा नै छैन कि सब भ्युज नेपालको छ क्या भक्कु पैसा तेरो स्पोन्सर गरेर डाटा एउटा सेल्स नभएपछि डाटा अर्को फाइटदेखि नो स्पोन्सर माया लाग्दो रहेछ नि त यिनीहरूको त आदि जस्तो स्पोन्सर जिमबाट आएको रहेछ खास नट इभन त्यो पर्सनल भल्कुले पछि माया लागेर दिएको यो चाहिँ त्यसलाई दिँदै त खाले क्या तर वाट आर रेज बेटर म्यान आई डोन्ट नो वेयर इज गेटिङ दिस कन्फिडेन्स फ्रम है अस्ट्रेलियन हो नि अब त्यहाँ पनि छ होला नि जिममा एक दुईजना त्यस्तै ट्र्यास टक गर्नेहरू त त्यो आफै त होइन स्योर होइन ब्रो आई थिङ्क But that guy is boring as fuck. Oh, I don't think he has the ability to talk trash or like make something funny. Every photo it looks like someone said like, "Hey, jata यसरी गर्दा यसो गर्दा म यसो बनाउँछु खाले के." Every photo looks like that. The king of Nepal is coming to Shanghai भने थियो नि डिप्समाले चाहिँ तेरो बाउ किङ जाटा त्यो दिविजले कमेन्ट गरेको थियो नि के अरे यु नो व्हाट ह्यापन्स टु किङ्स इन नेपाल के होस् दामी त दामी कमेन्ट गरेको होइन के होस् कि नेपालमा डाटा राजा भाइदीहरू आइदिरहेको फेरि ब्रो इट्स फर सम टाइम जस्ट लाइक बिल्ड अ सेन्स अफ ह्युमर एन्ड स्टिक विथ अस अनि होइन सम पिपल लाइक द्याट पनि दे वर लाइक दिस इज अलिकति इरी तर इट्स ओके खाले के राइट नाउ इज द राइट कन्टेक्स्ट नि अहिलेको लागि त्यसले के भनिरहेको छ जाटा त्यसलाई गएर भन्नु बरु होइन Yep, your head is in the wrong place. Misplaced hate by that. Someone is claiming to be the king of Nepal, bro. त्यहाँ गएर fuck with that guy, man. Someone is claiming like के अरे Mount Everest चढ्नु is यस्तो easy भनेर fuck with that guy, bro. त होइन यो फाइट चाहिँ दामी हुन्छ म त म्यानिफेस्ट गरिसकेँ है अब धेरै चाहिँ भन्दिनँ म किप इट बिट्विन अस तर आई फिल लाइक दिस टाइम त्यही आउँछ जस्तो लाग्छ मलाई चाहिँ किन मैले त्यो चाहिँ मैले फर्स्ट फाइटमा पनि त्यस्तै सपना देखेको थिएँ क्या मैले जे देखेको थिएँ त्यो अलमोस्ट सिमिलर भइदियो क्या जाने रिम्पुचे त होइन त है टुकु मलाई पनि उयो आइदिरहेको है लामाहरू खोज्नु सामानहरू यस्तो आएर कुन चाहिँ भेप होइन मेरो सक्सेसरलाई चाहिँ त्यो देखाइदियो त्यसले चाहिँ हेर्दै यस्तै गरेर रङ फ्लेभर अर्को भेप गइदिएको रजनीगन्धा र भेप देख्दा ला कुन चाहिँ फर्स्ट खाले सम चाहिँ त्यो त्यसमा हेभी सिमिल्यारिटिज पनि छ नि जिजसको डिस्कभरी र हाम्रो लाइक त्यो रिइन्कार्नेसन त्यो प्रोसेसमा पनि क्या त्यो नर्थ स्टारवाला एन्ड देन लाइक त्यसरी हुन्छ नि त मोस्ट अफ द मेजर रिलिजन्स हेभ द्याट in common. Maybe somewhere down the line एउटै हो कि है and then त्यहाँबाट बिस्तारै डिसेमिनेट तैले म्यान फ्रम अर्थ भन्ने मुभी हेरेछस् दामी छ प्लिज आज गरे हेर्न कसको एउटै रुममा सकाइन्छ के मुभी हैन बोल्ने मात्रै हो के त्यस्तो खाले मुभी दामी लाग्छ मलाई त्यो 12 एङ्ग्री म्यानहरु खाले के दामी हुन्छ है ट्यालेन्टेड हुन्छ नि एउटा त्यसमा चाहिँ अब लाइक फुल फोकस अन द डायलग के अब ब्रो त्यो मुभी यस्तो दामी छ त्यो तँलाई मजा लाग्छ त्यो मुभी स्पाइडरम्यान हेरे नि दामी है तर इट डिडन्ट सेट अप एनिथिङ फर डुम्सडे के अब मैले एउटा साउथ इन्डियन फिल्म हेरेको कि दामी रहेछ यार के वाट्स इट कल नाम चाहिँ अब अहिलेको स्पेसली अहिलेको कन्टेक्स्टमा इट साउन्ड्स काइन्ड लाइक टु क्लोज टु समथिङ एल्स कि बलन द बोय भन्ने इट्स अ मिस्ट्री थ्रिलर अब साउथ इन्डियन्स आर फेमस फर द्याट तर दामी छ तर मन्जुमेल बोइज भन्ने हेरेछस् हेरेछ न हेर्न त्यो दामी छ
त्यो एउटा आई थिङ्क इट्स लुजली बेस्ड अन अ रियल लाइफ स्टोरी त्यो केभमा अड्किन्छ क्या एउटा केटा यो समवेयर इन साउथ इन्डिया अनि साथीहरूको ग्रुप लाइक फ्रेन्ड्स ट्रिप हुन्छ एन्ड देन त्यो केभमा अड्किन्छ एन्ड देन इट्स लाइक हाउ दे ब्रिङ हिम आउट खाले त्यो छ क्या राम्रो इमोसनल लाइक राम्रो छ तर यो त्यो त्यही डिरेक्टरले बनाएको क्या बलन द बोय भन्ने दामी छ कहाँ साउथ इन्डियन मुभी यस्तो एल्गोरिदम होइन त्यो टिकटकमा अचानक आउँछ नि त यो मुभी त तपाईँले हेर्नै पर्छ भन्ने त्यस्तो खाले आउँछ नि त कहिले चाहिँ यस्तो बेसी आएर फकिट आएर वाच इट खाले बेसी आएपछि त है त्यो एडहरू पनि त्यस्तै त हुन्छ नि मैले त्यसरी गर्दा हावा मेटर मात्रै फुल हेर्थेँ गर्न फेरि टिकटकमा आँखै गरेर सुरुदेखि अच्छा त्यो टिकटक भन्दाखेरि पो त्यो स्नेक द अस्ट्रेलियन स्नेक म्युट द म्युन्ट एभरेस्ट क्या द बोय फ्रम द हिमालयाज म्युट एभरेस्ट है द्याट इरी गए कम अन म्यान लाज नबना न I understand you may train in the same gym, but come on. That's straight up cloud chasing. Yeah. And there are some people defending like. ठिकै छ Australia can have that guy, man. We have Mike. We'll take Mike Boru over that guy. We have Zach Penny. We'll take them, man. You can keep that Chhetri guy. पहिला त हेभी अपोलोजी त्यो टुरमा जस्तो त्यसले पोस्ट बनाएको थियो नि त कसले त्यसले मान्छेले वाइल्ड कमेन्ट गर्थ्यो क्या अम्बो इजी अनि त्यो कमेन्टै अफ गरिदिरहेको रहेछ डिजर्भेडली ब्रो होइन भन्नु त जे पनि भन्नु पायो तर अब कन्सिक्वेन्स पनि त्यही आउँछ होइन एन्ड देन अब लास्टमा यु क्यानट गो एन्ड क्लेम लाइक अनलाइन बुलिङहरू भन्नु पाएन त्यसपछि भिक्टिम खेल्न थाल्यो होइन अब आइएम जस्ट सेङ लाइक अब त्यस्तो भन्नु चाहिँ पाएन भनेको नि अब इफ यु डु सम सेयर अनलाइन देन अब कन्सिक्वेन्स पनि त्यही हिसाबले भेट्नु पऱ्यो हामी पनि अब त्यही त्यसको लागि अलवेज रेडी नै हो नि इफ वी से समथिङ सिरी अब इफ पिपल आर अगेन्स्ट इट देन अब इट्स वाट एभर होइन त्यही त हो नि अब लास्टमा रुल अफ द जङ्गल त त्यही त हो नि होइन भन्नु त जे पनि भन्नु पायो गर्नु पनि जे पनि गर्नु पायो तर फेस अफ पनि जहाँ हल्का टेन्सन हुन्छ जस्तो लागेको छ मलाई चाहिँ तर फेस अफ चाहिँ अहिलेसम्म रविन्द्र कहिले हारेको छैन है फेस अफ चाहिँ कोहीसँग पनि आई मिन अब फाइट पनि खासै हारेको छैन कसैसँग पनि एक्सेप्ट फर लाइक त्यो इस्माइलसँग तर त्यो फेस अफ पनि जितेको थियो त्यसले त्यो झन् कुन चाहिँ फाइटमा पो हो यस्तो गर्ने कसले पो गरेको थियो त्यसलाई ए त्यो सलले त्यो गोवामा Kobe moment. Bro, that was cool. That was cool, eh? त्यतिखेर चाहिँ म स्टार स्ट्रक भएको थिएँ फर्स्ट टाइम रविन्द्र है खै के भएको गेटिङ मोर फिट हो कि मोर फेमस हो कि मोर सक्सेसफुल अर मोर कन्फिडेन्ट हो कि द्याट ह्यान्डसम भइरहेछ है रविन्द्र इट्स द मनी ब्रो द बार बटिनी द सिजी रविन्द्र पनि आउँदै होला नि डिएम्सहरूमा स्लाइड गर्दै होला है मा तिमी कस्तो राम्रो लाग्छ भन्दै रवि डोन्ट गिभ अ फक कमेन्टहरू सब पढे नि सबजनाले पशुपतिको आशीर्वाद छ तपाईँलाई सब मन्दिरको कि अब एभ्री मन्दिर द्याट्स फेमस इन नेपाल खाले सबको त्यहाँ आशीर्वाद आएर छ त्यो आशीर्वाद हल्का एनर्जी लाग्छ कि नि जस्तो लाग्छ क्या मलाई लाग्छ सबैजनाको त्यो च्यानल गरेर है त्यो एनर्जी त हो स्पिरिट बम टाइप्स के रविन्द्रले त्यही स्पिरिट बमले कसिबलाई मलाई त्यही त कस्तो उयो लाइक त्यो के भन्छ त्यो डिस्प्यारिटी क्या 6-7 डिस्प्यारिटी क्या इन टर्म्स अफ हाउ मच सपोर्ट रविन्द्र हेज फ्रम अब कन्ट्रीम्यान अब अभियसली लाइक अब अस्ट्रेलियामा त कति धेरै फाइटर छ त सो द्याट वे पनि अब वी आर लकी एट दिस स्टेज भनौँ न सबै हामीले एउटै ठाउँमा डाइभर्ट गर्नु पाइरहेको छ नि त रविन्द्रतिर कसै अभियसली हि डजन्ट ह्याभ द्याट्स वाइ अब इट्स डिफिकल्ट for him to get sponsors, difficult for him to get attention. On top of that, he's fucking like a short fighter. Who cares? It's literally that he's begging for attention. Meaning that yes, to you scene creator. This thing over. So iri gaye, iri त्यो हस्टलहरुमा त इरी पुच्चे हुन्छ नि होला त कोटा इरी राको छ म 100% हो त्यो हैन त्यो यस्तो गर्ने अली अब्दुल अलिज खाले फर म लेखेर दिन्छु यसले यसको त्यो क्रिएटिभिटी छँदै छैन त्यति साह्रो को होला त्यसो मास्टरमाइन्ड बिहाइन्ड दिस probably Cody Thickness or someone like who's like doing all that shit like
भन्दैछु त्यो हरेक फोटो इट लुक्स लाइक जहाँ चाहिँ त्यहाँ गएर बस्छ म खिच्छु त्यसलाई दिविस खाले खाले। त्यस्तो खाले क्या त्यो के अरे कोल्बी थिकनेस पनि जान्छ के अरे मान्छेहरूले त्यसको इन्स्टाग्राममा पनि फ्लड हानिरहेछ नि ए हो नेपालीहरूले अनि त्यो पनि बेसी बोलिरहेको थियो नि त त्यो कमेन्टमा टोपुरियाहरूले सुप्लेक्सहरू हानिदिएको होइन ब्रो कोल्बी थिकनेसको बुढी पनि भेटिदिइसक्यो नेपालीहरूले होइन कोल्बी थिकनेसको दाई पनि भेटिदिइसक्यो अस्ति एउटा दाईले त्यसको दाईले कुनै के कमेन्ट गरेको थियो ए मान्छेहरूले अनलाइन भेट्थ्यो इन्स्टाग्राममा अनि त्यसको दाईको कमेन्ट भनेपछि के भन्न आई होप यो ब्रदर ब्रेक्स इज सेन टेर्स इज एसियल के लेखिदिएको होइन अनि कोल्बीले चाहिँ के अरे थिकनेसले द्याट ड्याम द्याट्स अ लिटल मिन म त्यो त अति भयो पछाडि त्यस्तो छ नभने यार केटा कि क्लासी भयो अलिकति क्लासी चाहिँ राखौँ है बट कसिप गेले तर कसिपलाई आफ्टर फाइट इम्प्रेस गर्छ होला नेपाली फ्यान्सहरूले घन्टाको गर्छ गर्दैन होला है घन्टाको किनभने चुङरेनलाई एक्सेप्ट गरिदियो होइन अरूहरूले त लाइक दे केप्ट इट क्लिन नि त इन लाइक दे केप्ट इट बिट्विन द फाइटर्स दिस गाइ वेन्ट फर द कन्ट्री के अब न यु फक विथ द कन्ट्री गेट द होल कन्ट्री नि अस्ति 1-2जनाले पो फर्गिभ गर्ला त कतिजना छ नेपाली सबैजना त त्यस्तो डसाइल त हुँदैन घन्टाको फर्गिभ गर्ले अस्ति कोरी सब्जेक्ट इन्स्टाग्राम आएको थियो मेरो फर युमा त्यसमा अहिलेसम्म मान्छेहरूले अल द बेस्टहरू लेखिरहेको छ नेपाली होइन राम्रो भयो भने त नेपालीहरू फेरि हेभी सपोर्टिभ छ नि हेर त अब अन्त त्यो एलेन डोजन त अहिलेसम्म अब इज लाइक राइडिङ द वेभ अल द वे टु इन्डिया होइन पिपल आर गोना ट्युन इन्टु दैट फाइट टु या अब त्यही त प्लस लाइक इट हेल्प्स द्याट चुङरेन एन्ड एलेन डोजन एन्ड अल लुक अलिकति लाइक नेपाली हो दे ट्रेनिङ टुगेदर पनि खाले अब त्यही त दे हेभ नेपाली फिचर्स पनि छ नि त अलिअलि होइन नेपाली नै देख्छ मगरहरू जस्तो त्यही त अब कोरी सर्क्लिफहरू चाहिँ हल्का अब डिस्टिङ नै छ नि त तर पनि अब लाइक ज्याक्दाई टाइप्सका माया तिमीलाई खाले तर अब आठवटा कसिबले चाहिँ पाउँदैन त्यो नदे आठवटा कसिबलाई चाहिँ त्यस्तो त्यसलाई लात्ता लात्ता पठायो किमबर्डको चाहिँ एभ्री अदर पोस्ट इज नेपालको बारेमा कि त ढाका टोपी लगाइरहेको कि त रविन्द्रसँग फेसअप गरिरहेको कि त दिविजलाई हङ्गाले मारिरहेको होइन आई क्यान अन्डरस्ट्यान्ड यो फाइटर्सहरूको पनि क्या होइन बिचरा अब दिल हेभ टु अब त्यही मेक हे वाल द सनसाइन्स त्यही लेस देन 1000 फलोवर्स अन इन्स्टाग्राम नाउ ही हेज लाइक 11K त्यो त सबै त्यो नेपाली नै होला सबै आधीभन्दा बेसी होला नेपालीहरू अरू केही नभए पनि नेपालीहरूले अनलाइन चाहिँ हेभी सपोर्ट गरिदिन्छ तर उनीहरूलाई त बिचरा माया लाग्दैन छ यार उनीहरू त त्यही त होइन त्यस्तै अब भयो भने त ठिकै छ नि त त्यस्तोसँग खास खेल्नु पनि गाह्रो हो क्या हामीलाई पनि अब नमन पराउनु पनि गाह्रो खाले क्या के भन्नु यसलाई त्यस्तो साह्रो पनि नभन्नु पनि खाले हुन्छ नि अब कसै जस्ट मेक इट इजियर ब्रो च्याट फक यु भन्नु पनि सजिलो क्या त्यो अरूहरूलाई त्यस्तो कहिले आएको थिएन कि तर त्यसको कन्फिडेन्स कहाँबाट आइरहेछ जस्तो लागेको छ मलाई छैन त्यसको कन्फिडेन्समा त्यो सब त्यो बरोड कन्फिडेन्स हो त्यो फ्रम हिज टिममेट्स त्यो अब हुन्छ नि त्यो स्कुलमा ए होइन म भनिदिन्छु है मेरो दालाई खाले त्यस्तो खाले क्या भल्कोलहरू त्यस्तोहरू क्या म त भनिदिन्छु है खाले क्या त्यस्तो खाले कन्फिडेन्स हो त्यसको चाहिँ फक द्याट गाय बिग टाइम है त्यसले ट्रिगर चाहिँ ट्रिगर गरिदिरहेको थियो यार अरू चिजमा चाहिँ के ट्रिगर भएको छ त्यो झन्डा देखेपछि चाहिँ म वाल ट्रिगर भएको एक त बाङ्गो बोकिरहेछ म्या उल्टो बोकिरहेको थियो त द्याट फकिङ त्यो स्नेक गाई कुडन्ट इभन करेक्ट द्याट है कस्तो स्नेक यार कम अन म्यान यु कुड हैव वेटेड टिल आफ्टर द फाइट आफ्टर द फाइट पनि क्लाउड आइहाल्थ्यो नि है होइन अब त्यसले पनि त्यही खोजेको रहेछ पाइस अब जे खोजेको त्यही पाइस अनि अटेन्सन पनि अब दुई खाले हुन्छ नि त अब इफ यु टु डेस्परेट यु गेट द सर्टर ह्यान्ड खाले क्या पायो त्यसले अब अटेन्सन नै हो त्यो पनि तर अब एट वाट कस्ट खुकुरीहरू पनि दिएर छ के गरेर छ म्या इरी गए द्याट त्यस्तै के भन्छ लाइक माइन्ड्स अट्र्याक्ट भने त्यस्तै रहेछ म्युन टेररिस्ट तर 28 अगस्तमा चाहिँ हाम्रो लाइभ वाच पार्टी होइन रेकर्ड पनि हुन्छ है सो देयर इज गन बी अ भिडियो आफ्टर द्याट इफ यु गाइज वान बी अ पार्ट अफ इट द्याट्स अनदर रिजन फर इट कम हल्का क्लिप्सहरू सिजन म्याम्सको भिडियोमा पनि आउँछ इफ यु गाइज वान बी फिचर्ड इन द्याट भन्ने आउनु सक्छ हामी आउँछ नै हो
होइन प्लिज आऊ है केटा हामी नै बनाउँछ नि एउटा भिडियो एन्ड इफ यु गाइज आर अनफर्चुनेट इनफ नट टु कम लाइभ जहाँबाट हेरिरहेको छ एनिवेयर इन द वर्ल्ड जस्ट लाइक record it and tag us as well in Instagram because we want to make a compilation of people watching all over the world दामी हुन्छ नि त्यो होइन युएसबाट त हेर्छ मान्छेहरूले हाम्रै साथीहरू भाइहरू छ टन्ने अरू केही नै भयो भने रविन्द्रलाई मजा आउँछ नि त्यस्तै हेर्नु त्यही त उसले कस्तो हेर्छ नि त्यो रियाक्सन भिडियोहरू क्या लाइक अब त्यो फाइटमा त इज इन्भेस्टेड इन द फाइट नि त एन्ड देन आफ्टर अब त्यो सबै चिज अब सेटल डाउन भएपछि त अब इभन हिल वान टु वाच नि त कस्तो भएछ मेरो नेपालमा चाहिँ बिचार इज बिन अवे फ्रम होम फर सो लङ यु वान्ट्स टु सी अभियसली फर्स्टमा त उसले घरकै हेर्छ होला घरतिरकै हेर्छ आफ्नो मान्छेको हेर्छ त्यसपछि त अब सेकेन्ड फ्यामिली द होल नेपाली डायस्पोरा होइन त्यहाँनिर नेपाली डायस्पोरा त्यो सबैको हेर्नु मजा आउँछ नि त उसलाई एज अ फाइटर होइन अब द्याट्स वाट यु फाइट्स फर हो मेनली जस्ट नेसनल अप्रिसिएसन इज अ भेरी प्राउड म्यान नि अनि एन्ड इफ यु वाजन्ट द्याट ही ह्याड अ भेरी अर्ली आउट्स नि ही कुड हेभ टेकन इन्डियन पासपोर्ट एन्ड त्यही त गटन हियर फास्टर पनि होला के थाहा है तर he chose the road not taken towards a diverse and that made all the difference man कुन चाहिँ पोएममा थियो यो Robert Frost को बुक न्यू रेडियन्ट रिडर त्यसलाई एनआरआर भनिन्थ्यो नि थाहा छैन त्यो बुक क्या लिटरेचरमा पढाउँथ्यो नि त्यो एन्थोलोजीवाला क्या हाम्रो स्कुलमै थियो 7मा त थियो त ए हो मैले बिर्सेँ होला एनआरआर भन्थ्यो नि न्यू रेडियन्ट रिडर भन्ने एन्थोलोजीवाला बुक क्या we called it something else हाम्रो पोएट्री बुक चाहिँ आरआर होइन होइन पोएट्री बुक होइन एन्थोलोजी स्टोरिजवाला ट्रेजर ट्रोभ अफ सर्ट स्टोरिज हो त्यो तिमीहरूको त्यो थियो हाम्रो त एनआरआर भनेको थियो न्यू रेडियन्ट रिडर भने ट्रेजर ट्रोभ अफ सर्ट स्टोरिज लेट केटहरू थिएन लेट केट तिमीहरूमा रिकी टिकी ट्याबी थियो रिकी टिकी ट्याबी थियो त यार रिकी टिकी ट्याबी थियो क्यासाब्लाङ्का जनी भ्यालेन्टाइन दामी थियो त्यो चाहिँ दामी थियो दामी थियो द्याट टाइम यु टु यङ टु रिड द्याट क्या टु यङ नि बट द्याट वाज अ गुड स्टोरी आई शुड गो ब्याक एन्ड रिड वान अफ द कुलेस्ट स्टोरिज होला त्यो बुक्सहरु ब्याङ्क रब गर्ने अनि लभ परेको होइन लास्टमा ब्याङ्क सेफ होला रोज हुन्छ जिमी भ्यालेन्टाइन हो द्याट कस्तो जनी भ्यालेन्टाइन त्यो समथिङ इज रङ जस्तो लागिरहेको दामी थियो अर्को एउटा दामी लाग्यो थियो मलाई के पो थियो चाहिँ होइन कुनै के ब्लुज भन्ने थियो क्या अनि सनिज ब्लुज सनिज ब्लुज भन्ने इफ यु आर लिसनिङ है त्यो गएर पढायो सर्ट स्टोरी हो दामी छ टेक लाइक 5-10 मिनट्स होला टु रिड इट बट इट्स अति गुड एन्टन चेकअफको थियो एउटा मजाको त्यो चाहिँ अलिकति डिप थियो यार अनि उयो सिक्रेट लाइफ अफ वाल्टर मिटी पनि थियो That was a book actually. It was अब हाम्रोमा चाहिँ त्यो सर्ट फर्म एन्थोलोजी सर्ट स्टोरीवाला थियो तर इट्स अ बुक एक्चुली दामी थियो त्यो मुभी त त्यो त मैले त फर्स्ट टाइम त्यो ट्रेलर त्यो के अरे त्यो एक्टरको नाम के अरे त्यो ट्रपिक थन्डरको एक्टरको नाम बेन स्टिलर त्यो म त ल ओए हाम्रो स्कुलको पढेको वाला मलाई म सबजनालाई मलाई थाहा छ यो स्टोरी मलाई थाहा छ अभियसली लाइक दे हलिउड फाइट इट अफ तर the main essence त दामी छ नि बिकज अब एज अ किड मोस्ट पिपल डु द्याट नि फ्यान्टासाइज अबाउट लाइक स्मल थिङ्स क्या अब आफ्नो लाइफ अब अलिकति मन्डेन हुन्छ होइन एन्ड देन युर जस्ट लाइक एज अ किड स्पेसली लाइक अब आजकल बच्चाहरू थाहा छैन हाउ मच दे ब्याङ्क अन लाइक जस्ट सटल क्रिएटिभिटीहरू किन पहिला त हामीले त अब खेल्ने कुराहरूसँग खेल्थ्यो नि त जिआइजो सिआइजो अब ब्रो त्यो जिआइजो जाटा तैँले हलाइनस् भने हलिँदै सो यु हेभ टु गेट क्रिएटिभ एन्ड थिङ्क अबाउट स्टफ क्या अब लर्ड अफ द फ्लाइज सकेस् पढ्दैछु दामी छ है मजा आउँदैछ इन्टेन्स हुँदैछ खै त अहिलेको बच्चाहरू अब सोच अब त्यति साह्रो क्रिएटिभिटी युजै गर्नु पर्दैन क्या यो चाहिँ लाइक अब पब्जी सब्जी होइन त ब्रो पब्जीमा पनि क्रिएटिभिटी युज गर्नुपर्छ यार ब्रो होइन त्यो अर्कै खाले हो नि त अर्कै खाले अब त्यो चाहिँ कस्तो खाले भन्दा एउटा थ्रेसहोल्डको क्रिएटिभिटी चाहिँ इज गिभन खाले क्या त्यो चाहिँ अब आई थिङ्क क्रिएटिभिटी भन्दा नि रियाक्सन टाइमहरू अन्त त्यहाँ पनि क्रिएटिभिटी छ यार ब्रो तर राइट लोब र लेफ्ट लोब हुन्छ नि यसमा चाहिँ मोर लाइक अब लेभल्ड अप खाले क्या अदर थिङ्स आर
टु गिभन अब यो त अब तैँले गर्नु पर्दैन यसमा मेहनत खाले I don't understand how people used to have imaginary friends हरू क्या स्किचो हो त्यो त मेन्टल इलनेस होला हो है बिकज कहाँ imaginary friend हियर हुन्छ? नि होइन इज इट ओन्ली इन मुभिज हो I've never seen a friend guy with an imaginary friend ever. I've only seen like mentally challenged people do that. मैले त्यस्तो नर्मल मान्छेको त इमेजिनेरी फ्रेन्ड छ कहिले देखेको छैन मुभी बाहेक मैले पनि त्यही त है तर कि त अब इट्स हरर मुभी अर लाइक आई नेभर सिन त्यस्तो त तर सुनिरहेको टर्म पनि मैले कोही त देखेको छैन इमेजिनेरी फ्रेन्ड भएको कहाँ हुन्छ त्यस्तो त त्यो त अलिक साइको हो नि। कि हामी हस्टेल भएर त्यसो भए ओन्ली चाइल्डहरू भयो भने चाहिँ हुन्छ कि होइन जस्ट नर्मली पनि सोच न अब बोलिरहेको एउटा बच्चा सोच्छ अब त्यो त स्केरी हो नि त्यो त। लास्ट के जस्तो राति 12 बजी त होइन त मुद्दा गइरहेको होइन त्यहाँ नजान त्यहाँ मेरो मोमो आउँछ भनेर सुनिरहेको हुन्छ अम्बो बच्चालाई लात्ता लगाएर दिन्छु म ए जाठा यसलाई हस्टेलबाट त्यसलाई साथी दिलाइदिन्छ खाले कहाँ हुन्छ त्यस्तो त त्यो त अलिकति स्केरी हो। त हस्टेल बसेर त्यस्तो एक्लै चाहिँ कहिले भएन कि तर होइन देयर आर सम किड्स हु गेट आइसोलेटेड इन हस्टेल पनि है एक्चुली लाइक बुलिड होइन बुल्ली पनि होइन आइसोलेटेड के लाइक अस्ट्रिसाइज त भन्छ होइन त्यसलाई असोसाइज आई गेस होइन तर किड्स आर मिन ब्रो बच्चाहरू wild mean हुन्छ फिल्टर हुन्न नि त अलि सोच्दाखेरि त होइन फिल्टर मात्रै होइन कि मैले यसो नोटिस गरेको कि त्यो बच्चादेखि नै त्यो नेचुरल इन्स्टिङ मान्छेहरूमा चाहिँ हेभी हुने रहेछ क्या त्यो ट्राइबलिजमको क्या त्यो ग्रुपिजमवाला क्या बच्चादेखि पनि हुन्छ क्या अब एज यु ग्रो ओल्डर चाहिँ यु स्टार्ट टु वेल त्यो फर द पब्लिक उयो बिकज अब obviously you don't want to sound like the person who does that in society चाहिँ so people start putting like facades and all but बच्चाहरू त ब्रो क्रुअल हुन्छ है ग्रुपिजम यस्तो उयोहरूमा क्या मैले त्यो चाहिँ अति नोटिस गरेको थिएँ यार लकिली अब हाम्रोमा चाहिँ त्यस्तो परेन होला। मेरो एउटा पहिला स्कुलमा सुतारमा दाइको साथी थियो क्या अनि यो चाहिँ पन्जाबी गाई क्या सुतारमा अनि उसको म नेपाली पन्जाबीहरू देख्दै लाइक हाउ क्या अब है हेलमेट नलाइकन बाइक कुदाइरहेको अस्ति त्यहाँ कुमार सागरको कन्सर्टमा पनि थियो रहेछ एउटा पन्जाबी देखेँ मैले यो खाले दिइरहेको थियो जाट्ठा हो जान त पन्जाब खाले अनि त्यहाँ चाहिँ के पन्जाबी थियो होइन अनि हिस्ट्री लिभिङ भइसकेपछि अनि त्यो एक्सप्याटको छोरा क्या अनि युज कम विथ नर्भ गन्स होइन त्यसलाई मात्रै टार्गेट गरिदिन्थ्यो यार त्यसलाई रेसिस्ट फक के द्याट अब इज एन इजी टार्गेट नि द्याट मलाई मेरो दाइले फेरि केही गरिदिन्थ्यो क्या भने एक्स्ट्रा उयो पनि छ नि त टार्गेट गर्नलाई तिनीहरूले चाहिँ फेरि त्यो बच्चाहरूले लाउनु चाहिँ क्या आँसु लाग्छ है त्यो डल्लो बिहा भएपछि चाहिँ ए बिहा भएपछि हो त्यो फुलवाला चाहिँ ए त्यसपछि सरदारजी बिहा भएपछि चाहिँ सरदार हुन्छ मिस्टर भने जस्तो होला मास्टर मिस्टर तिनीहरूले हेब्बी लगाइन्छ नि त्यो ब्रोचहरू क्या यस्तो पट्याएर टक 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 4-5 त्यो त हेब्बी मेटिकुलस प्रोसेस रहेछ है। मैले अस्ति एउटा भिडियो हेरेको थिएँ कि एउटा अब आई थिङ्क त्यो मान्छे त प्रब्लली बाहिर होला बिकज हि ह्याड अ फरेन एक्सेन्ट ब्रिटिस एक्सेन्ट थियो सो प्रब्लली उताकै होला कि आम्मामा हेब्बी झ्याउ रहेछ त यार त्यो प्रोसेस त लामो हुन्छ है यत्रो लामो रहेछ त्यो तन्काएर पुरा के गरेर बाँधेर है इरी हुन्छ होला त्यस्तो गर्ने लाउन एभ्रिडे होइन सोच त अन्त उनीहरूको रिलिजियस थिङ हो यार इरी त के भन्नु दे एम्ब्रेस इट होला नि इट्स अ थिङ अफ प्राइड फर देम नि चोइसेस होइन नि अब गर्नु पऱ्यो नि होइन कुमार कन्सर्ट भन्दा अस्ति म कुमार कन्सर्ट गएको थिएँ नि त दामी यार अब सुपर इम्प्रेस बाई द्याट गाय मजाकै छ त हामीले हेर्दा चाहिँ रङ टाइम पर्यो क्या पोखरामा त्यो न्यु इयरमा हेर्नु जाँदाखेरि चाहिँ एक त अब त्यो उभिरहेको थियो हो एन्ड देन आई थिङ्क इज त्यो सेट स्टार्टेड अराउन्ड लाइक लेट आई मिन न्यु इयरकै नाइट त थिएन त्यो इट वाज इदर लाइक कपाल अफ डेज वान डे बिफोर अर लाइक आई थिङ्क इट वाज आफ्टर न्यु इयर जस्तो लाग्यो मलाई कि बिफोर खै वान अफ दोज डेज यस बेलुका थियो क्या अनि त्यो पनि खेतमा थियो
घट्टा जाडो भएर हो खुट्टा दुखिसक्यो ढाँड दुखिसक्यो उभिँदा होइन एमसी फेरि भट्टाकै वाक्कै लागिसक्यो सुन्दा त्यो लेडी इरी छ यार हँ? त्यो लेडी इरी छ त्यो लेडी त्यो केटा सबजना इरी भइसक्यो नि अब एक त त्यहाँ उभिँदा न्याक्कै भइसक्यो है But I'm gonna show them how to do MC, bro. I'm gonna show them. भन्ने त को एमसी हाम्रो अफिसियल एमसी RT. Bishop Thakuri. रिसु दाइ हो। रिसु दाई MC त के हैन रक्सी The host with the most guys and girls get drunk. अले त्यो पनि त एलओडी को मान्छे यस्तै टाइप सेम त्यो एलओडी को एउटा केटा हुन्छ नि जहिले पनि माइक लिएर ए हो अथि इरी हुन्छ होला माइक अफ गरहरू कराइन्छ होला म भएको थियो कराउँथेँ कि द्याट तर fucking hell. ए कुपसा कन्सर्ट दामी नि अनि मैले गएर ब्याक स्टेज पनि भेट्न पाएँ कि बिकज प्रलभको वाइफ छ नि मेघना उनीहरू नै वान अफ द स्पोन्सर्स थियो कि अफ द इभेन्ट नेपोटिजम नेपोटिजम स्ट्रेट अप नेपोटिजम ब्रो अन्त टी सर्ट दिएको तैँले भ्यू पनि दामी होइन अगाडिबाट मान्छेहरू लाखौँ लाग्थ्यो नि अब लाखौँ त लाग्दैन थियो होला तर टन हजारौँ हजार थियो कहाँसम्म थियो क्या त्यो स्ट्रिट फेस्टिभलमा है अनि आई गट टु गिभ हिम अ टी सर्ट अनि मैले उसलाई कर्डियली इन्भाइट पनि गरेँ इफ यु वान्ट होइन नो माइट अब्लिगेसन्स कम है कुमासागर फ्यान्स माइट कम नो अब्लिगेसन्स इफ यु वान्ट टु कम द डोर इज ओपन फर यु भने होइन अनि के अरे हाम्रो रविन्द्र फाइट जाने भए जाउँ भनेको बाजेको बजाएको अनि त्यसपछि के अरे फाइट हुन आँटेछ आउनु न भने कहाँ हुँदैछ यहीँ हुँदैछ अनि साङ्घाईमा हुँदैछ साङ्घामा भक्तपुरेमा जाट्टा साङ्घामै जाट्टा त्यही वरिपरि नै दुनियाँ बिताइदिनु can't take the never out of him नि साङ्घामा भन्छ होइन होइन साङ्घाईमा उसकै ब्यान्डमेटले अनि साङ्घाईमा अनि त्यसपछि हुन्छ म थ्याङ्क यू बिग फ्यान भनेर अनि मैले ह्यान्डसेक गरेँ कि एक्सोमा भन्यो भने पनि बुझ्दैन उसले अनि उसले पर्फर्म गरेछ पार्टी भने मात्रै बुझ्छ अनि ह्यान्डसेक गरेन ऊ चाहिँ चस गरेर या त्यो पिटर पार्कर नेट बस्छ कि ह्यान्डसेक भइदिएर क्या दुईजनाको ओए ओए भइदिएर ह्यान्डसेक गर्दाखेरि कुल छ मान्छे अति कुल यार एक्सिस AXIX रहेछ क्या एक्सिस त AXIX छैन टाइप्स ए एक्सिस ब्यान्डको भोकलिस्ट पनि भेटेँ उहाँलाई पनि दिएँ एउटा टी सर्ट अच्छा मैले टाइप गर्दा गर्दा त्यो एक्सओसी छेउमा छ नि त म पनि बाई मिस्टेक XA भइदियो क्या CHA लेख्नुपर्ने XHA भइदियो क्या अनि सेन्ड पनि भइदियो ल म आफै क्रिन्ज भइदिइरहेको ल ओइ प्लिज मैले त्यो भन्नु खोजेको छैन भने मैले जस्टिफिकेसन पनि पठाएको XA why the fuck do you use X? How did it become छ हो त्यही त कसरी भयो XA चाहिँ छ चाइनिज मान्छेले स्टार्ट गरे कि क्या कोले त 6 पनि लेख्छ नि त हुन्छ भने HUN छ अनि अर्को चाहिँ कल्स के अरे CLC कहाँ नाडी भने कल्स हिँड्दै हो जाउला खेल जाने कि लाजिमपाट खालि अब तर एक्सिस ब्यान्ड चाहिँ दे स्टिल पर्फर्मिङ एन्ड दे स्टिल डुइङ रियली गुड रहेछ यार म्या कस्तो दामी पर्फर्म गरे यार उनीहरू चाहिँ युट्युब टाइप्स किन मैले गिटारमा फर्स्ट गाना सिकेको अधुरो प्रेम हो क्या हामी क्लास 3 होल जेनेरेसनको होला हो त्यो म क्लास 3-4 मा थियो निस्किँदाखेरि एमआइएल एफसीजी होइन त हो कि भन्दा एउटा होल जेनेरेसनले स्टार्ट त त्यहीँबाट गऱ्यो होला नि स्योर एक्लो जीवन सजिलो हो नि त कोडहरू पनि त्यो टाइम है त्यतिखेर त त्यो म्युजिक भिडियो एकदम क्या कुल लाग्दैन धागोवाला होइन उनको धागो अहिले त क्या क्रिज लाग्दैछ यार द ओल्डर ग्रेट है द ओल्डर थिङ्स लुक ड्याम क्रिन्ज है अभियसली आफ्नो पनि आफ्नो भिडियोजहरू फोटोजहरू पनि बट देन लाइक अल्सो लाइक प्रड्युस गरेको चिजहरू पनि बिग क्रिन्ज लाग्दो रहेछ क्या त अब उनीहरूको इट्स ड्याम डिफिकल्ट टु मेक अ टाइमलेस थिङ दे स्टिल रकिङ इट म्यान कसम इन्सपाइरिङ थियो क्या त्यो चाहिँ तिनीहरूको जेनेरेसनल रनमा हो नि खतरा यार मलाई मजा लाग्यो तिनीहरूले सुनेको तिनीहरूको गाना प्लस लाइक अहिलेको आर्टिस्टहरूले त्यस्तो क्लासिक बनाउनु पनि सक्दैन नि इट्स जस्ट त्यो ट्रेन्डको लागि मात्र क्या मोस्ट अफ देम अन्त कुमार सागरले दामी पर्फर्म गरे यार ब्रो अति इम्प्रेसिभ आई हेभ होप चाहिँ कुमार सागर पूर्ण राईहरूबाट क्या मेबी देल कम अप विथ सम क्लासिक्सहरू पूर्ण राई पनि दामी छ है लास्ट अब कोभिडले गर्दा पनि होला त्यो टेन्समा त अलिकति गाह्रै थियो नि
2010s मा त आई डोन्ट रिमेम्बर त्यस्तो खासै क्लासिक रातभरि अर्को फेरि अर्को I want of you त्यो गीत चाहिँ तर कहाँ फेमस रहेछ भन्दा नर्थ इस्ट इन्डियामा Baby I wanna love you अँ We can flirt right now we can flirt right now. Why would you can just say like fuck खाले you can fuck right now we can के म चाहिँ नागाल्यान्डको केटाहरू सोधेको आई मिन सोधेको पनि होइन सुनाएको क्या मलाई तैँले यो सुनेछस् खाले ए हेभ यु हर्ड दिस सङ भनेर यु नो दिस गाई खाले क्या बेबी कुन चाहिँ गीत बनाउँछ भनेको त बेबी आई वान्ना लभ यु आएको थियो नि एउटा द यस्तो होला कि बुलेट फ्लो ऊ त रेस्लर भएको छ नि अहिले के को रेस्लर WWE टाइप्स के भन्छ के भनेको थाहा छैन तँलाई ती हिमालयन रु जस्तै थाहा छैन ल बुलेट फ्लो अँ हिज नेम के नाम बुलेट फ्लो नै छ ल त थाहा छैन के भन्छ होइन होला थाहा छ होला तँलाई We up in the VIP बुलेट फ्लो यार बुलेट फ्लो त अहिले हेभी यता नेपाली रेस्लिङ भएको छ नि एन्ड इज लाइक पपुलर वाइल्ड अहिले त्यसले सोलो थामिदिरहेको छ ए हो इज गटन ज्याक पनि अब इज गटन लाइक त्यो मिक फोली खाले ज्याक तर थप्पले भातै क्या सुधो छ हौ म त्यो त एकचोटि हेर्नु जाउँ भनेको मैले तिमीलाई पनि जाउँ न एकचोटि हेर्नु यता अब त अब अहिले भ्याउँछस् कि भ्याउँदैन थाहा छैन तर अब गइदिउँ न होइन म रेस्लिङ पनि हेर्नु मजा आउँछ होला मजा आउँछ नेपाली रेस्लिङ तर फेरि खेतहरूमा हुन्छ नि फेरि त्यसमै छ मजा खेत त्यो जस्ताको त्यो उयोहरूमा हुन्छ नि ए अब ज्याक भएर जस्तो है भन्छ मिक फोली टाइप्स भएको छ अन्डरटेकर लुक्स रहेछ द्याटको उसको एन्ट्रेन्स चाहिँ 15 मिनट जस्तो रहेछ द्याट कहाँ भइरहेछ यो खै थाहा भएन यो त अब डिफ्रेन्ट भेन्यूमा हुन्छ यिनीहरूको अनि यो हेर्न चाहिँ जानु पर्ला स्याप एक खट्टु खाएर गइदिउँ होइन मजा आउँछ होला हेर्नु जस्ट त्यो अब फर प्योर एन्टरटेनमेन्ट पर्पसेस खाले क्या अब यसो दिविजलाई पनि तान्ला नि भित्र त्यो क्राउडहरूमा त्यो डब्लुडब्लुईमा त्यो फेमस पर्सनहरूलाई उयो गरेर यस्तो यस्तो खाले एन्ड्रु सुल्सलाई धुलाइदिन्छ नि यो खाले तर होइन आई थिङ्क आवर जेनेरेसन क्यान पर्फर्म इन त्यो एउटा गेस्ट अपियरेन्स करियर चाहिँ बनाउनु गाह्रै होला तर गेस्ट अपियरेन्स चाहिँ फुल गेस्ट अपियरेन्स चाहिँ बेस्ट दिन्छु म खुट्टा यस्तो हाम्रो त्यो त कति प्र्याक्टिस गरेको छ हाम्रो त्यो प्राइमेरी सेक्सनको त्यो भर्याङमाथि चढ्ने कर्नर हुँदैन थियो यस्तो चढ्ने यस्तो अनि त्यहाँ ठुलो अलिक स्पेस हुन्थ्यो नि त्यो कुरामा आम्बो त्यहाँ कस्तो खेल्थ्यो हामी अन्त ब्रो यस्तो मजा आउँथ्यो झन् त्यो कहिलेकाहीँ त्यो पिटी क्लासहरू अब गेम्स क्लास के पानी परेर क्यान्सल हुन्थ्यो नि त सिधै त्यहाँ केटाहरू रेडी लु आइज चारवटा केटाहरूले पेडिग्रीहरू हानिदिन्थ्यो त्यहाँ सिमेन्टमा अलिक बिस्तारै हान खाले सहमतिमा टुमस्टोनहरू चाहिँ तर टुमस्टोन त कम्पेरिटिभली सेफरै थियो आफ्नो निमा पेडिग्री पो थियो त अलिक डर लाग्ने त हातै घोडा राख्दैन भन्छ रड्डी हुन्छ तर साउट आउट टु एभ्रीवन गेटिङ द मर्च म्यान मर्चहरू चाहिँ एकदम मजाले गएछ सबतिर है अस्ट्रेलियामा पनि सोल्ड आउट रे अमेरिकामा पनि अलमोस्ट सोल्ड आउट हङकङ मगाउमा पनि मजाले गइरहेछ दुबईमा र युरोपमा पनि अब छिरै आउँछ अरे मिडल इस्ट र युरोपमा नेपालमा नि अलमोस्ट सोल्ड आउट भइसक्यो लाइक दिस है अब नेपाली पिपल चाहिँ यो चाहिँ सपोर्ट गर्दैछ when you need to come together चाहिँ people are like and for the longest time this is uncanny to be honest यस्तो for the longest time नेपालीहरुको claim to something prideful was just अब गोर्खा ब्लड हैन अब त्यो त घण्टा त्यो त कति वर्ष भइसक्यो त्यो त अब द लास्ट गोर्खा probably who did like अब त्यस्तो heroic feat was probably in World War II तिर होला निम्स दाइ अब arguably हैन you didn't like have to fight someone up the mountain ए अब कम्ब्याटमा हैन you had to fight आर्मीमा नि तर he was
होइन अब त्यस्तो त छ होला त्यस्तो त कति छ गोर्खाहरू त आइम जस्ट सेङ लाइक अब एक्चुअल त्यो भनौँ न त्यो ह्यान्ड टु ह्यान्ड कम्ब्याट खाले त्यो हुन्छ नि त्यो स्टोरिजहरू जुन चाहिँ त्यो इपक्सहरू हुन्छ नि अब होइन यो त अनि अब त्यत्रो अब मान्छेहरूले पहिलादेखि गोर्खा 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 भनेको तर अब लाइक स्लोली एज टाइम पासेस बाई त्यो टाढो हुँदै गयो क्या त्यो स्टोरिजहरू अनि बल्ल त्यो म्यानी प्याक्याओलाई फिलिपिनोहरूको एउटा त्यो म्यानहुड नै रेजरेक्ट गरिदिएको जस्तो खाले त्यो त वाइल्ड है होइन त्यो हाम्रो पनि त त्यही हो नि त स्टोरी सिमिलर नै हो नि बिकज अब एभन्स गोइङ अब्रड होइन इम्यास्कुलेट भइदिइसक्यो नि अब हामीलाई यो बिकज अब केमा कम्पिटै गर्न सक्दैन होइन वर्ल्ड इकोनोमीमा कम्पिट गर्न सक्दैन देश घन्टा कहिले गभर्मेन्ट चेन्ज हुन्छ कहिले के हुन्छ होइन इन्डियामा गयो इन्डियाधरिकमा गयो भने त हेपिदिन्छ सबकन्सियसली चाहिँ एभनले त्यही फिल भइरहेछ त्यही त त्यो बिल्टअप क्या त्यसपछि देयर इज वान गाइ हु इमर्जेस and then beats the fuck out of anyone that everyone puts in front of him. August 28 wild हुन्छ मुझे प्याक that त्यो मुजीलाई त पिट्नै पर्छ यार रविन्द्र गैलेको हात देखेको छ चिक्ने ढुङ्गाहरू चाहिँ जाट है ब्रो त्यति साह्रो क्यालस त मैले घन्टा त्यो अदुवाहरूमा पनि देखेको छैन होला त्यसले थप्पड हान्दाखेरि चाहिँ त्यसलाई हात मिलाउँदा पनि घन्टा अब त्यो हुन्छ नि कौकुतीहरू लाग्छ क्या त्यसले थप्पड हाने त टिटेनसहरू हान्नु पर्ने खाले काटेर कस्तो भनेको त्यसले कि यस्तो त्यो एक त त्यसको हात पनि ठुलो छ अनि त्यो यसरी पक्रिँदाखेरि क्या आम्बो त्यो हुन्छ नि त्यो क्यालसले तँलाई ऱ्याप गरेको जस्तो खाले ग्रिप कस्तो बलियो होला क्या जाट है द्याट गाइ इज फकिङ लाइक एन एनिमल ब्रो बट वान अफ द स्विटेस्ट पर्सन अफ द म्याच I don't think there's another person who's more gentle and humble than him. Right? That's his own duality of personality. And just credit to like everyone who's around him pani. This is the obviously. Tele garda pani I think Ravindra has been able to focus solely on his skill rather than having to worry about 101 things that he probably any other fighter would have to do. त्यो गर्नु परेन होइन एभ्रिथिङ एल्स इज सर्टेड अल यु निड्स टु डु इज गो देयर एन्ड ब्याङ युकीलाई पनि स्पेसल साउरर है आई थिङ्क तर युकीलाई नि पिपल सो द सेम काइन्ड अफ लभ त्यो युकी पनि आफ्नो फाइट सेक्रिफाइस गरी रविन्द्रलाई बोलाइरहेछ नि त बिकज द्याट्स हिज डिभिजन नि त अनेस्टली छ त्यही त युकीको पनि फाइट आउँदैछ सुन भनेर देखिरहेको थियो ठुलै फाइट हुन्छ जस्तो लागेको छ मलाई एक्साइटेड फर द्याट म्यान फकिङ होपफुली इट विल बी अन अ ट्युजडे ए किन भनेको त है ए हो त्यस्तो हुनु हल्ला छ अब के थाहा मैले भनेको नि होपफुली इट विल बी अन अ ट्युजडे भनेको नि ओ फक त्यो भन्दा बब्बाल हुन्छ यार है दामी हुन्छ त्यो भन्दा भेगस जाने हो त्यो त नजिक हुन्छ के अरे कोच माइकलाई के अरे दिविजलाई भनेर माइकलाई एउटा टिकट मलाई पनि प्लिज देन भन्दै ट्रान्सलेटर किनभने त्यहाँ ऊ हुन्छ नि त युकी डजन्ट निड अ फकिङ ट्रान्सलेटर है हाउडेमा इङ्ग्लिसमा भनेर चाहिँ यसले मैले इङ्ग्लिसमा भने फेरि यसलाई इङ्ग्लिसमा I'll just butcher it. And किनभने फाइटर्स गेट पास द एपेक्समा त यु क्यान गेट टिकट एन्ड गो नि त फ्रेन्ड एन्ड फ्यामिली युएसमा त बेसी मान्छे छैन होला डिभिजन भनेर नेपोटिजम हल्का प्लिज नेपोटिजमले गर्दा दुईवटा टिकट मिलाइदिएन हामीलाई द विनर टेक्स इट अल नेपोटिजम चाहिँ इट वर्ड है फर द पास्ट 1 year के भइसक्यो यार त्यो रेभोल्युसन त है यही हो त भएको होइन रेभोल्युसन होइन लास्ट इयर होइन 2026 मा भएन होइन 2025 ए 2026 मा त नयाँ गभर्मेन्ट फर्म भएको है त्यो पनि गर्नु भ्याइसक्यो इलेक्सन सब भइसक्यो मान्छेले वाइल्ड भोट पनि गरिदिएको है युनानिमस डिसिजन द्याट यति साह्रो इन्भेस्टेड त मैले पोलिटिक्समा मान्छे देखेको छुइनँ यार कहिले पनि नपत्याउने मान्छेले पनि पोलिटिकल कमेन्ट्री दिइरहेको क्या वाक्कै भयो नि त मान्छेहरू पनि अब वाक्कै भइसकेको थियो नि अब त आई क्यान सेन्स लाइक यो एउटा त्यो के भन्छ युनानिमस फिलिङ अफ लाइक क्रिन्ज टुवर्ड्स वाट द ओल्डर जेनेरेसन अफ पोलिटिसियन्स आर सेइङ क्या अहिले पहिला चाहिँ एक्लै लाग्थ्यो क्या अभियसली अब हामीलाई त थाहा छ
बट देन अब त्यो कमन म्यानसँग त्यो कनेक्टै गर्न नसक्ने क्या त्यो जब यिनीहरूले क्रिन चिजहरू भन्थ्यो नि क्रिटिसाइज गरिरहेको अथवा लाइक हुन्छ नि ए यसको रिजन त यो टाइप्स ओलीले द्याट एक्चुली एम्बारेस गरेको नि एकजना कोलम्बिया युनिभर्सिटी आएको थियो क्या होइन अनि गेस्ट स्पिकर द्याट बी कोलम्बियाको ग्रेड स्टुडेन्टहरूले द्याट गाह्रो क्वेसन सोध्यो कि चिक्ने यहाँ वी हेभ डाफे त्यस्तो यस्तो आन्सरहरू दिएको भन्न ब्रो अनि तिनीहरू अन्डरस्टुड माई क्वेसनहरू भन्दैछ होइन त्यहाँ त्यो प्यानलिस्टहरूले द्याट उसले चाहिँ भन्नै नहुन्थ्यो अनि आई क्यान सेन्स अ सिफ्ट क्या पहिला चाहिँ इट युज टु बी मोस्टली लाइक अ पपुलारिटी कन्टेस्ट नाउ इट्स मोर अलिकति इन्टेलेक्चुअल क्या You think Balin is smart enough to like go to this international level and hold him like I his think own? he's smarter than the ones who are there besides him claiming to probably be. I think he could pretty well answer pretty I well. think he right? owned himself. है? बोल्नु त सकिहाल्छ नि इङ्ग्लिस मजाले बोल्छ पढेको मान्छे हो I think- ऱ्यापर हो ब्रो बोलिदिँदैन ल ऱ्यापर हो भनेपछि मैले अन्डरस्टिमेट हान्नु होइन प्लस लाइक अब आफ्नो काम थाहा छ नि त एटलिस्ट एउटा मलाई चाहिँ त्यस्तो मान्छेहरू चाहिँ अलिकति के भन्छ केही चिजमा पत्याउनु चाहिँ सजिलो लाग्छ क्या लाइक एउटा एक्सपर्टिज चाहिँ एटलिस्ट भयो क्या सोनी मगली टाइप्स He's smart, ज्याक अफ अल ट्रेड हो भने चाहिँ त्यो मेबी युल लाइक सर्भाइभ बट देन लाइक हाउ डु आई नो लाइक आई क्यान ट्रस्ट यु अन समथिङ स्पेसिफिकली खाले क्या अब के नभयो भने पनि अब बालनले इन्फ्रास्ट्रक्चर बनायो अरे त्यसमा त आई क्यान लाइक फुल सपोर्ट खाले के इन्भेस्टर बनाएको छ होइन अब बनाउनेमा लाग्यो अरे अब उसको पोलिसिज ए मेबी लाइक He's a civil इन्क्लाइन लाइक engineer नि मेकिङ लाइक इन्फ्रास्ट्रक्चर अब डेभलपिङ 5 वर्षमा त्यही मात्रै गऱ्यो भने पनि ठिक छ नि त अरू पहिलाकोले चाहिँ के चाहिँ गर्यो त होइन त त्यो पनि त गरेको छैन न त त्यो गरेको छ न त अरू के गरेको छ लाइक गिभ टाइम ब्रो लाइक 2 महिना 3 महिना 4 महिना त भयो भर्खर पिपल आर एक्सपेक्टिङ लाइक आजको भोलि नै हो चाहे खै त नेपाल नयाँ भएको छैन त त्यो पनि अलिक अनफेयर हो है तिनीहरूलाई त्यो त अति अनफेयर हो नि 30-35 वर्ष भइसक्यो कन्डोको दुलो जस्तो भएको अनि अहिले आएर चाहिँ आम्मा है खै त स्विजरल्यान्ड भएको त्यस्तो कहाँ हुन्छ होइन एटलिस्ट वान टु फर्स्ट वी निड टु कम्पिट विथ लाइक बङ्गलादेश एन्ड अल हामी अहिले वाइल्ड नेगेटिभ बस्छ नि त त्यो नेगेटिभ पहिला 0 आउनु पऱ्यो नि त 0 आएपछि बल्ल प्लस हुन्छ म पहिला क्लास 7-8हरू हुँदा त्यो कमिक किन्थेँ क्या त्यो डिसी यो मार्बलको कमिक्सहरू 10 रुपियाँमा पाउँथेँ क्या उता कालिम्पोङमा मन्थली आउँथ्यो होइन अनि सर्टन सिरिजहरू चाहिँ म लाइक एभ्री लाइक मन्थ नै फलो गर्थेँ क्या अनि त्यहाँ 3टा प्राइस हुन्थ्यो क्या एउटा इन्डियाको एउटा नेपालको अनि एउटा बङ्गलादेशको टाकामा हुन्थ्यो क्या अब बङ्गलादेशको वाज द लोएस्ट क्या त्यतिखेर लाइक वाइल्ड नै लोएस्ट नेपालको करेन्सीले नै मजाले बिट गर्यो एन्ड द्याट वाज मेरो अब लाइक प्राइड खाले क्या एटलिस्ट सेकेन्ड चाहिँ रहेछ खाले अहिले डाटा खतम भइसक्यो थाइल्यान्डको भन न डाटा थाइल्यान्डको नेपालभन्दा कम थियो डाटा म बच्चामा जाँदाखेरि 1:2 भइसकेको थियो होइन अहिले त 1:4 हो यार थाइल्यान्ड त अब थाइल्यान्डसँग त अब हामीले आई डोन्ट थिङ्क वी क्यान कम्पिट हो अहिले थाइल्यान्ड इज लाइक उताको इन्डिया खालेको फेरि ल्यान्डलक पनि छ नि त हामी अलिकति त्यो पनि बुझ्नुपर्छ क्या हामीले तर अब आई थिङ्क अब इफ गिभन टाइम इफ पिपल क्यान मेक सर्टन स्मार्ट पोलिसिजहरू मेबी वी क्यान सी एटलिस्ट समथिङ बेटर लाइक हामी 0बाट स्टार्ट गरिरहेको छ क्या एनिथिङ इज गुड क्या होइन ब्रो इट्स टाइम टु लिगलाइज विड क्या अब चाहिँ ब्रो भइसक्यो त गण्डकी अब गण्डकीमा घर सार्नु जान्छ अब बिजनेस गर्ने भने त गण्डकी त्यही त हो जान्छ 6 घन्टाको ड्राइभ हो त्यहाँ तर मेरो डु द्याट नि होइन अब चाहिँ आई थिङ्क आई रियली वान्ट डु द्याट क्या मेडिसिनल अहिलेको लागि त मेडिसिनल मेडिसिनल अब नेपालीलाई चाहिँ मेडिसिनल क्या अहिलेको लागि त मेडिसिनल मात्र हो अनि तर त्यही त तर जस्ट इफ यु जस्ट गेट टु एक्सपोर्ट खाले त्यही त तर अब युएसमै अब सरप्लस छ मस्त है एक्सपोर्ट गर्ने कसलाई गर्ने क्या इलिगली इन्डियालाई गर्ने भए त कहिले पनि गरे भइहाल्यो खास है होइन तर हामीले ल्याउनु मिल्यो नि त यता मान्छेलाई त युसेजको लागि क्या अब अभियसली कन्ट्रोलमा फेरि बेसी छाडा टुरिस्टहरूलाई चाहिँ किन्न दिए हुन्छ रिक्रिएसनल पनि क्या रिक्रिएसनल चाहिँ भएको छैन तर लिगलाइज चाहिँ अब द्याट्स द नेक्स्ट स्टेप नि तर अब त्यो आई थिङ्क पिपल आर लुकिङ एट थाइल्यान्ड क्या फेरि वन्स यु गिभ देस नो गोइङ ब्याक खालि छ नि त फेरि युएस पनि त्यही भएर चाहिँ ब्रो एल्कोहल सेल्स हेभ गन डाउन क्या जस्तो अब एल्कोहल सेल्स ब्रो द्याट
त्यो त यो होल नयाँ जेनेरेसनवाला पनि छ नि होइन त्यसमा होल त। जेनेरेसन आई मिन द न्यू जेनेरेसन इज ट्राइङ टु गेट मोर फिट हेल्दी खाले त्यसो भए क्लब्सहरू पनि That's good, अलिक त्यो Clubs- राम्रो हो नि होइन। दामी हो नि त्यो त तर न्यू जेनेरेसनको डेटिङ गेम चाहिँ खत्तम रहेछ नि त फेरि। खै त्यो त द्याट अब न्यू जेनेरेसन आइम नट सेयिङ लाइक अब देयर सेक्सुअल उयो भनेको होइन मैले, जस्ट लाइक लङ टर्म डेटिङ चाहिँ खत्तम रहेछ भनेको मैले। न्यू टु मेनी जेनेरेसन अप्सन्स हो है टु मेनी एन्ड देन टु मेनी के भन्छ त्यसलाई, प्लेटोनिक खाले। प्लेटोनिक इज नन प्लेटोनिक सेक्सुअल होइन प्लेटोनिक नै होला होइन। प्लेटोनिक भनेको नो सेक्स हो ए हो प्लेटोनिक विथ बेनिफिट्स खाले। त्यस्तो मैले एक दुईवटा रिसर्च हेरेको थिएँ पढेको थिएँ। क्याजुअल रिलेसनसिप्स भनेको टु मेनी लाइक सिचुएसनसिप्स सिचुएसनसिप्स बट दे कम अप विथ वर्ड्स है यो नयाँ जेनेरेसन आम्मा के भन्छ अच्छा अब द वर्ड्स आल्सो नट इनफ क्या अब ह्यान्ड जेस्टर्सहरू के कुन चाहिँ ऱ्यान्डम जर्मन गीत है। त्यसको लिरिक्स चाहिँ फेरि वाइल्ड सिम्पल रहेछ। थाहा छ तपाईँ के हो त्यसको भनेको? मैले अस्ति हेरेको थिएँ एउटा इज दिस गुड इनफ मात्रै भनेको रहेछ। त्यो गुड अर्कै भाषामा त हाम्रो जमानामा त त्यस्तो गाह्रो थियो नि अब समाज I wonder if you know what they do, how they live in Tokyo. If you see me, then you know me. तर आजकल नयाँ गीतहरू मजा आउँदैन है त्यस्तो Fast and Furious. है। आजकल त कुनै कुनै पर्सनालिटी हुँदैन अलिकति। अल टिकटक सङ्ग्स हो नि त ब्रो त्यही त है पिपल जस्ट लाइक गोइङ फर लाइक क्विक बक खाले। द्याट्स वाट सेल्स होइन फेरि अब लाइक त्यसको उयो पनि छ, अदर साइड पनि छ वेयर लाइक अब नाउ एनी वान क्यान पप अफ खाले क्या। बट अब त्यसको डाउन साइड चाहिँ नेपाली अब कतिवटा सो मेनी producer-हरू पनि पिपल खतरा रहेछ है। पपिङ अफ द्याट यु डोन्ट ह्याभ लाइक क्लासिक। नेपाली प्रड्युसरहरू पनि कतिजना खतरा रहेछ है सगुनहरू भन्ने ऊ त ग्रामी त होइन तर अलमोस्ट त्यस्तो टाइप छैन। त्यही त खतरा छ त त्यो त। ऊ त पहिलादेखि थियो नि त्यो साइलोहरूको गीतहरू त्यस्तोहरूमा पुरा त्यो बनाएको थियो नि त्यो गीतहरू साइलो डाइनेस्टीको गीतहरूमा। यो के अरे त्यो मर्ने त्यो सुट आउटमा मर्ने केटा मेट्रो होइन होइन टेकी होइन होइन ला अफसेट अब के भने त्यही त द्याट्स लाइक साउन्ड्स लाइक 90% अफ द ऱ्यापर्स होइन त्यो गीत हो टेन्टेसियन टेन्टेसियन ट्राफिकमा डायम्यान भन्नु त्यसको पनि कतिवटा के रिमिक्सहरू के बनाएको थियो नि पपुलर भन्छ त्यसले। त दामी यार त्यो त छोडिदिनु अब हाम्रो ब्लुज भाइ खतरा भइसक्यो अहिले हो ब्रो हिज इन्टरनेसनल लेभल हो कसम भनेको। हि वर्क्स विथ आउटसाइड आर्टिस्टहरू पनि आई थिङ्क द्याट गाई इज लाइक अनदर अब इक्जाम्पल अफ हाउ भोल्युम अफ रेपुटेसन एन्ड लाइक हार्ड वर्क अफ लाइक पुटिङ इन वर्क गेट्स यु लाइक अनदर लिगमा क्या। त्यसको म्युजिक प्रडक्सनहरू घन्टा अरू नेपालीहरूले कहाँ भ्याउँदैनन् अर्कै लेभलमा छ। त्यसको त्यो अस्ति त्यसले त्यो एभ्री थर्सडे रिलिज गरेको थियो नि त्यो वाला त्यो सिरिज खाले क्या। उसले कहिलेदेखि बनाएको रहेछ क्या। ऊ चाहिँ काने जस्तो क्या होल्ड गरेर बसिरहेको क्या ट्राइङ टु मेक इट पर्फेक्ट खाले। अनि अहिले बल्ल दिस इयर बल्ल रिलिज एन्ड लाइक सो ग्रेटफुल द्याट वी ह्याड द प्रिभिलेज टु उसले चाहिँ गफ पासको दाइहरूलाई एक अप्रुभल खाले क्या हामीलाई सुनाएको थियो क्या बिफोर रिलिजिङ इट। दामी थियो क्या सब। तिमीहरूले स्ट्याम्प हान्दै त नि स्ट्याम्प नि ब्रो अब हाम्रो स्ट्याम्पै चाहिँदैन उसलाई। दामी थियो नि त्यो गीत त मेरो फेभरेट अहिले त्यो योद्धासँगको। तर पनि अनुभव दामी दामी सोल्टिनीहरू पनि छान्नी पर्खानी लागेको छैन। यसले अक्स पायो कि तर फर्स्ट गाना चाहिँ त्यही बनाउँछ जहिले नि यो फ्राइडे चाहिँ तर पनि अनुभव दामी फ्राइडे पो है म 2 हप्ताको लागेको मान्छे यार। मलाई त्यो अस्ति त्यो फ्राइडे हेरेपछि फोमो टु द म्याक्स भयो क्या। कुन चाहिँ
त्यो किमबोर्डको अनि एमएफएन फोमो नि रियाक्सनहरू हेर्दा क्राउडहरूको क्राउड क्यामहरू हेर्दा सञ्जयहरूले मलाई भिडियोहरू कल गरिदिएको थियो बेल्टसँग होइन एमएफएनमा त यस्तो मजा आएको थियो त्यही त क्या सबजना थियो कि माथिदेखि कट्टेर कुनै कसले डेमीहरूले मलाई ठेलेर कट्टेर तल पुग्दिएको हो नि अब डेमीको रियाक्सन नै हेर्नु मजा आउँछ मलाई है? तर होइन बच्चादेखि नभेटेको साथीहरू पनि थियो क्या त्यहाँ रिक्जिङहरू त्यही त म पनि अचम्म भएको थिएँ एकछिन होल ग्याङ केटाहरू थियो मेरो त्यो स्कुलको त्यो डे स्कलर साथीहरू पनि थियो ए हो मैले चिनिसकेको थिएँ, भेटेँ? 25 वर्षपछि भेटेको ए भेटेँ तिमीले चिनिरहेको थोप्रा चाहिँ सेम जस्ट लाइक जिउमा चाहिँ अब बुढो छिप्पेको क्या। जिउमा चाहिँ छिप्पेको दाढीहरू क्या अब क्लास 7, 8हरू पछि देखेको क्या अचानक अब त्यो सेक्सन चेन्ज भएर हुन्छ नि मलाई त्यो कतिजना साथीहरूले टेक्स्ट गरेर तँ कहाँ छस् भनेर क्या तँलाई भेट्न आएको भने मलाई किन भेट्न आएको त फाइट हेर्न नजिक्ने भन्छ म चाहिँ क्या मजा जाटा त्यो बलले चाहिँ होल हेऱ्यो होइन रविन्द्रको फाइटको फर्स्ट राउन्ड पछि चाहिँ चलिदिएको थियो त्यसको फ्लाइट थियो क्या श्रीलङ्का जाने अनि मैले त्यसलाई भन्दै कसम सक्छ अब नेक्स्ट राउन्ड सक्छ भनेको मात्रै थिएँ त्यो गएको मात्रै नकआउट त्यो चाहिँ अब क्या मिस भयो नि जाँटा फोमो त्यही भएर जाँटा योपालि चाहिँ बस्छु मेरो स्वरै सुकिसकेको थियो हितेश त भइसकेको थियो ए हो पुसिन्थ्यो पछि वाइल्ड पुसी त त्यहाँ झ्याप? उफ्रेर के भइसकेको थियो झ्याप चाहिँ त्यस्तो साह्रो भएको थिएन हामी बिकज लाइक वी हेभ टु वेट अ लङ टाइम मेन इभेन्ट थियो नि त त्यहाँभित्र बक्सिङ बेच्थेन है रक्सी चाहिँ लुगा लानु मिल्दैन गाह्रो थियो कर साहबले चाहिँ हेब्बी खट्टु बोकेर गइरहेको थियो लानु मिल्दैन थियो गेटभित्र केही लानु नदिएको ब्याग पनि नट अलाउड टु टेक त्यो लुगाएर पनि लानु मिल्दैन थियो छैन त्यहाँ स्क्यानरहरू पुरा क्या? स्क्यानरहरू थियो ए ब्याग त लानु नपाउने ब्यागै बोक्नु पाउँदैन तँले भित्र एन्ड द वर्स्ट थिङ इज त्यहाँ राख्ने ठाउँ पनि छैन क्या लकर सकर टाइप्स सन्जय त्यही भएर फसाएन सन्जय त्यही भएर अड्क्यो नि त्यो इरी नि that's it. तर सञ्जयले ब्लेसिङ इन डिस्गाइज भइदियो जाटा पछि त यसो हेर्छु सञ्जय जाटा क्राउड त्यहाँ साइड त्यसले कर्नर म्यानको ज्याकेटहरू पनि लगाइदिएको थियो I'm so glad Sanjay got to experience that, bro. Custom. सन्जय इज वाचिङ है दिस फाइट चाहिँ हामी खास एक्चुली त्यही हो फ्राइडेको फाइटको नोटिस प्लस हाम्रो एक्सोको वाच पार्टीको बारेमा भन्न आएको थियो एन्ड सबजना मोर्स आयो हुन्छ क्या लेट्स बी अन द सेम एनर्जी क्या सबजना लेट्स ह्याभ फन टुगेदर होइन इट्स गन बी अ गुड डे इट्स गन बी अ हिस्टोरिक डे यु विल बी टेलिङ यर किड्स अबाउट दिस के फ्युचरमा रविन्द्र झन् युएफसी बुझ्दा त कहाँ थिइस् भन्ने मोमेन्ट हुन्छ कि यो चाहिँ सो I urge you guys to be there, man. You don't want to miss out. It's not for me. It's for you. That you don't want to miss this out. This is like the biggest sporting event that's ever happened in Nepal. Period, bro. You know, the ठुलो अब individually. I can't even emphasize के यो sports. Bro, we are on the like cusp of getting a UFC contract. के. I think the closest that can come to this was a World Cup, cricket World Cup वाला. And this is like annoying guys सँग पनि छ कि इरिटेटिङ जाटा एन्ड आफ्टर द्याट लेट्स लाइक सबजना त्यो के अरे हेट के हुन्छ नि हेट वाच पनि गरिदिउँ जाटा सँगै त्यसलाई जाटा इन्स्टाग्राममा फ्लड इरि गरिदिउँ ब्रो आई थिङ्क या हाम्रो एटलिस्ट केही नभए पनि हाम्रो गफबासको भ्युवर्सहरू प्लिज आउँ है होइन गुड चान्स टु लाइक अब अरू बेला त भेटेर के गर्नु होइन यस्तो बेलै हो भेट्ने त्यो त खुसी भएको मोमेन्टमा होइन टक्कै यो जितेर अनि टक्कै सबजना अनि त्यसपछि सँगै बसेर खट्टु खाइदिन्छ त्यहाँ रिसर्भले त्यहाँ एमसी गरिदिन्छ खतरा तिमीहरूलाई एन्टरटेनमेन्ट बिफोर द फाइट त्यो अरू सिलुहरू जस्तो हुँदैन एमसी मेरो सञ्जय गुप्ताहरू जस्तै ए फकिङ द्याट गाइ निड्स टु गिभ द डिक ब्याक कसम होइन टु इन्भेस्टेड इन वर्ल्ड कप जाँटा चिक्ने राति 1 बजे 2 बजे फाइनल सकेको थियो बाटोमा जाँदै जाम थियो स्ट्रगल है त्यहाँनिर हाम्रो फुटबल जाँदा एन्फाम पनि छैन चिक्ने अहिले हाम्रो चाहिँ त्यहाँ फुटबल डिसब्यान्ड भइदिएर के फिफाले चिक्ने थुकिदिएर पठाइदिन्छ होइन फुटबलरहरू त्यहाँ च्यारिटी माग्नुहरू परिसक्यो इन्जरीको लागि अर्जेन्टिनाले त नेपालीहरू मन पनि पराउँदैन जाँटा अर्जेन्टिनियनहरूले जाँटा तिनीहरूलाई चिक्ने भामोस चिक्ने जर्सीहरू किनेछ अहिले यो नेपाली मर्च किनेछ न जाँटा अनि चिक्ने इन्स्टाग्राममा एउटा स्टोरी हालेन भने चाहिँ जाँठाहरू चिक्ने कसम फ्रेन्डसिप ओभर फ्रेन्डसिप ओभर हो त्यसपछि चिक्ने August Rabindra Dat versus
fucking versus the midget. The cunt muscle. versus KM. the blonde Oompa Loompa. Just KM like- for Kasib Murdoch and cunt muscle चाहिँ हो. Alright, man, let's go. No. Friday. See you guys, man. जय नेपाल guys. जय हनुमान.